पानी वहाँ छ त्यो बेला हामीभन्दा भास्ट भएछ तर यसपटक हामी आजका यतातिर घर घर चाहिँ सबै हाम्रो युवाहरूले पहिले नै तर उहाँहरू पनि यो आन्दोलन आउनुभयो तर शिक्षकहरू पनि आइसकेको अवस्था छ केही शिक्षकहरूले बोलि नै सक्नु किनभने यो व्यवस्था र यी नेताहरू रहन्छन् दुःख पाउने किसानले शिक्षकले डाक्टरहरूले होइन तपाईँको बेरोजगारले अनि यो सबै नेपाली जनता र देश नेपाल आमाले दुःख पाउँछ यो व्यवस्थापित नगरेकोसम्म यो आन्दोलन भइरहेको पर्छ आज हेर्नु बालेले दुःख पाएको हेर्नुहोस् रविको हालत हेर्नुहोस् रवि लामिछानेको हालत हेर्नुहोस् विचार कहीँ न घरमा घाटको भनेर यसले कोपिएले केपिओले भन्दा धेरै विस्तार होला त रवि लामिछाने एउटा हेर्नुहोस् प्रचण्ड शेरबहादुरभन्दा विस्तार होला त होइन हो यो व्यवस्था रहन्छ देशभक्त न्यायप्रेमीहरूले यसरी दुःख पाउँछ त्यसले व्यवस्था फाल्ने हाम्रो आन्दोलन हो यो मैले भने यो टेलर हो त्यो त 4 लाख हेरिन्छ अब यो ठप्प पारिन्छ शान्ति तर यिनीहरूलाई लखेट्यो मात्रै हुन्छ नेताहरू भाग्ने ठाउँ भेट्दैन हजुर धेरै कुरा भन्यो भने घरबाट जाने कता जाने पुगेर चाहिँ अट्याक हुन्छ त्यही भएर कतिपय कुरा नबोल्नु हजुर आज एउटा शान्तिपूर्ण विरोध सभा हो एउटा क्षेत्रमा पार्टीले गरेको शान्तिपूर्ण विरोध सभा हो यसमा हामी सबैजना शान्तिपूर्ण रूपले नै हामी गर्छौँ हामीले आज इँटा खोजिँदैन हेलो आदरणीय महानुभाव कृपया तपाईहरुले बाटोको साइडमा राख्नुभएको मोटरबाइक गाडीहरू बाटोबाट हटाइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। ट्राफिक व्यवस्थालाई